गाइस अब हामी चाहिँ यहाँ हाम्रो गार्डनको माछालाई चारो हाल्ने होइन ट्याङ्कको चारो हालेर पछाडि गएर ट्याङ्क पनि सफा गर्ने हेर्नु सक्नुहुन्छ माछा हेर्नु अब झप्टा मारा यो चाहिँ फेरि हामीले होइन गार्डनको अब गाइस होइन यो छ नि जुन हाम्रो यो ट्याङ्क छ यो ट्याङ्क चाहिँ दादा र मैले मेहनत परिश्रम लगाएर बनाएको यहाँ माछा चाहिँ 3टा हालेको छौँ होइन अब हामी यो माछालाई चारो खुवाइसक्यौँ अब चारो खुवाइसक्यौँ भनेपछि पछाडि गएर अब ठुलो ट्याङ्क सफा गर्ने चारोको गाइस अब हाम्रो चाहिँ होइन यो चारो भनेको चाहिँ माछालाई हेल्दी प्रोटिनको लागि यो के भन्छ यो अक्टिमम प्यालेट गप्पीको होइन अनि यो चाहिँ अब ब्लड बमको यो हो हेर्न सक्नुहुन्छ ब्लड बमको होइन यिनीहरूलाई फेरि यो दियो भने चाहिँ ओभर ह्याप्पी रूपले खाने हो यिनीहरूले ग्रोथ पनि राम्रो हुन्छ होइन अब लगाए चाहिँ अब हामी चाहिँ यता यो हाम्रो बारीको पन्ड सफा गर्न जानेको होइन लेट्स गो हाम्रो पुरा के भन्छ यो ब्याकयार्डको ट्याङ्क जाने बेला आइसकेको छ होइन अब बाटो चाहिँ यस्तै छ है हाम्रो फेरि यहाँ ट्याङ्क भनेको फेरि चाहिँ एक्रोनिम नबुझ्नु गाइस यो डुडो हाम्रो प्योर गाईलाई पानी खुवाउने डुडो हाम्रो माछा छ यहाँ बेबी गप्पीहरू हेर्नु सक्नुहुन्छ यहाँ हाल ल हामी चाहिँ यहाँ माछाको लागि पानी निक्ल्यो 3टा माछा हेर्नु सक्नुहुन्छ अब हाम्रो स्किल भनेको चाहिँ खतरा छ कि च्याट्ट ल्याएर अब गाइस अब हामीले यो बोरा चाहिँ यसरी यहाँ सर्लक्क ढुङ्गा राख्नुपर्ने हुन्छ गाइस अब म चाहिँ होइन यहाँको ढुङ्गा निकाल्छु अब ढुङ्गा निकाल्छु गाइस हेर्न सक्नुहुन्छ ए अरे 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 बाप रे देखा ना इधर क्या इसमें हाँ लगाइदियो चाहिँ मेरो एकमात्र मोली फिस लगाइ चाहिँ अब चाहिँ हामी यसले उगाएर पानी फाल्न लागेको छौँ होइन यहाँ फेरि सिस्टम चाहिँ फेरि यस्तो हो नि त नि त्यसको हातले सेप्टे आइपुग्यो गाइस अब हामी चाहिँ यो ढुङ्गालाई फेरि यहाँ ट्याङ्कमा हाल्न आँटेको छौँ ट्याङ्क के भन्नु डुडमा होइन दिस like this and this यो प्लान्ट चाहिँ कुन हो होइन त्यो नाम मलाई पनि थाहा छैन तर यो प्लान्ट चाहिँ यहीँबाट उम्रेको है पहिला यो एउटा मात्रै थियो होइन अहिले अब फैलेर यत्रो बसेर त्यसमा मलाई माछालाई हेल्दी हुन्छ जस्तो लाग्छ त्यही भएर मैले यसलाई फाल्नु चाहिँ चाहिनँ होइन
अब हाम्रो मेन बेस चाहिँ यो हो क्या ठिक्कसँगले यसको चाहिँ एउटा घर बनिन्छ होइन एउटा घर अब ट्याक्केलाई यहाँ राख्ने सर्लक्क अब स्टेप बाई स्टेप हुनुपर्छ काम भनेको अब ट्याक्केलाई अब फेरि यहाँ ल्याउने फेरि एनदर वान अब यसलाई एक तला थपिसक्यो एक तला थप्यो छवटा यो फेरि अर्को छवटा छवटा भनेपछि मैले एउटा जोडा राख्नुपर्ने हुन्छ माछा हाल्ने बेला होइन अब लगाइ छ अब मैले चाहिँ अब यो माछालाई यहाँ रिलिज गर्नुपर्ने हुन्छ होइन माछा भन्दा सुरुमा चाहिँ यो स्नेललाई अब म यहाँ रिलिज गर्न जाँदैछु एउटा स्नेल दुईवटा स्नेल अब गाई चाहिँ माछालाई चाहिँ हामीले अब यसरी त डाइरेक्ट खप्पै खनाउनु हुँदैन होइन अब क्यामेरा अगाडि ल्याउनु यसरी लाग्ने अनि बिस्तारै रिलिज हुन्छ गाइस फाइनली माछाको पानी पनि चेन्ज गरिसक्यो होइन अब अलि नजिक लिएर यो माछा देखाइदिनु न त हेर्नु सक्नुहुन्छ बेबी गप्पीहरू होइन खुसी भइरहेछ अहिले खुसी ल अब यो अब गाइस हामीले यो नेचुरली प्रोसेस पाल्दा चाहिँ होइन पानी भनेको चाहिँ अब ठिक्क अब यहाँ पुग्नु लाग्यो पानी यो ढुङ्गा छोडेपछि अब पानी पुग्छ जस तपाईँहरूले नेचुरल्ली अब यस्तो सानो ठाउँ छ भने चाहिँ जस हातमा अब यति यति छिर्ने पानी चाहिँ हाल्नुपर्ने हुन्छ हेर्नु सक्नुहुन्छ मेरो चाहिँ छिर्छ होइन अब अलिकति बाँकी छ यो पानी ट्याक्क भरिसक्छ अब टाइमर हुन्छ 1 2 3 ल पानी भयो यहाँ जुगाड चाहिँ फेरि खरो छ नि त मेरो त यहाँ टिन हेर्नु सक्नुहुन्छ यो मेरो पानी हाल्ने टिन हो है ल गाइस अब तपाईँहरूले अब ट्याङ्कमा अब आल्मन्ड लिफ हाल्न चाहनुहुन्छ भने चाहिँ चाहनुहुन्छ नि किन्दा हुन्छ तर किन्ने पैसा छैन अब हुन्छ नि घरमा अम्बकको बोटहरू छ भने अम्बकको पात हालिदिँदा हुनुहुन्छ यसले चाहिँ हाई प्रोटिन जस फङ्गसहरू लाग्नुको लागि पनि काम गर्छ होइन हटाउनु पर्दैन हटाउनु लाग्नु पर्छ दाइ फङ्गसहरू अब यो भनौँ न एक किसिमको दबाई नै हो होइन अब डिप रुट भएको भए पनि हुन्छ अब हाम्रो यहाँ डिप रुटको रुख बनिँदैछ देखाइदिन्छ त्यो अम्बकको रुख यो चाहिँ हाम्रो भविष्यको डिप रुट हो अब यसको जरा ग्राम खनेर निकालेर होइन यहीँ लाग्ने हुन्छ अब हल्का यिनीहरूलाई फिट गराइदिउँ अनि भिडियो समाप्त हुनेवाला छ मछली टोकेर हैरान भइसक्यो क्यामेराम्यान मछली टोकेर हैरान भइसक्यो फेरि त्यो तेरो 1000 सब्सक्राइबर माथि पुग्यो भने फेरि तर तेरो दाइले बनाइदिँदैन नि फेरि एज माछालाई चारा हालिदिइसक्यो अब यिनीहरू एकछिनतिर खान्छ होला होइन यो भनेको चाहिँ हाम्रो होममेड मान्छेहरूले जाली किन्छ तर हामी चाहिँ घरमै बनाउँछौँ जालीहरू पनि यस्तोहरू यो पनि फेरि घरकै माछा हो होइन गाइस यो जाली किन्नु चाहनुहुन्छ भने त्यो बायो चाहिँ हामी डिस्क्रिप्सनमा हालिदिन्छौँ होइन ल अब धन्यवाद भनेर ल गाइस तपाईँहरूलाई धन्यवाद छ थ्याङ्क यू फर वाचिङ माई भिडियो होइन अब यस्तै भिडियोको लागि मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु होला बाई बाई